रवि लामी छानेलाई सहकारी प्रकरणमा मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगी गरेको आरोपमा पक्राउ। यसबारे पूरै जानकारी श्रम सांस्कृतिक पार्टीले पहिलो बैठकमै एमसीसी खारिजको प्रस्ताव अगाडि ल्याउनेछ भन्दै आज हर्क सापाङले गरे यस्तो कुरा सार्वजनिक। सामाजिक सञ्जालमा हर्क सापाङको केही आलोचना केही प्रशंसा। हर्क सापाङले गरे यस्तो कुरा सार्वजनिक। बालेन शाहको प्रधानमन्त्रीको यात्रा शपथ अघिका 5 मुख्य तयारी। बालेन शाह प्रधानमन्त्री बन्दै यस्तो छ मन्त्री परिषद र सचिवालयको भित्री तयारी। रवि लामी छाने र बालेन शाहले गरे यस्तो कुरा सार्वजनिक। बालेन शाह र रवि लामी छानेको नयाँ समीकरण। 18 सदस्यीय मन्त्रीमण्डलको यस्तो छ खाका। अन्य दलहरू बने निकै नै चिन्तित। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी पदबाट बिदा लिँदै प्रधानमन्त्री सुशीला कार्की। प्रधानमन्त्री सुशीला कार्कीको भयो सामाजिक सञ्जालमा चर्को आलोचना। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी समानुपातिक सांसद खुशबु ओलीले प्रतिनिधि सभा सदस्यको शपथ सांस्कृतिक भाषामा लिनु पर्नेछ भन्दै गरिन् यस्तो कुरा सार्वजनिक। र अब नेपाली जनताहरूले चाहे जसरी काम गरेर देखाउने समय हाम्रो काँधमा आएको छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसदहरूले गरे यस्तो कुरा सार्वजनिक। बालेन शाहमाथि चुनौतीको चाङ। अब हेर्नुहोस् पुरा समाचार। दर्शकबिन नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली खबर मञ्च। दर्शकबिनहरू सदा जस्तै आज पनि विशेष रिपोर्टका साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। यदि तपाईँहरूले अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन दबाएर हामीसँग निरन्तर रूपमा जोडिनुहोला। दर्शकबिनहरू समाचार सुरु गरौँ आजको पहिलो प्रसङ्गबाट। दर्शकबिनहरू, बालेन शाह प्रधानमन्त्रीको शपथ लिनु अघिका 5 मुख्य तयारी। राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो गरेको छ। नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने अवसरलाई सदुपयोग गर्ने चुनौतीहरूलाई चिर्ने संकल्पका साथ बालेन्द्र शाह प्रधानमन्त्रीको कुर्सीमा अब पुग्ने भएका छन् भने यही चैत 13 गते शपथ लिने तयारीमा रहेका बालेन्द्र शाहले सत्ता सम्हाल्नु अघि गरिएका आन्तरिक तयारी बारे आम नेपाली जनतामा ठूलो चासो बढेको छ। शपथको पूर्व सन्ध्यामा उनले मुख्य गरी यी 5 तयारी गरेको जानकारी प्राप्त भएको छ। शाहले रामनवमीको शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिने तयारी गरिरहेका छन् भने उक्त तयारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा निकै नै पाएको छ। यो संयोग मात्र हो वा जानी बुझी जुराइएको हो भन्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि यो विषयमा चासो व्यक्त गरेका छन् भने त्यस्तै विभिन्न कोणबाट विश्लेषण समेत गरिरहेको पाइएको छ। अर्कोतर्फ बालेन्द्र शाहले कुन भाषामा शपथ लिनेछन् भन्ने पनि सबैको ध्यान खिचिएको छ भने उनले नेपाली भाषामै शपथ लिन्छन् वा मधेसको छोरा भएको नाताले मैथिली भाषामा बालेन शाहले शपथ लिन्छन् भन्ने कुराको अहिले कौतलता बढेको छ। त्यस्तै बालेन्द्र शाहले अर्को तयारी समेत गरेका छन् भने मन्त्री परिषदको आकार र स्वरूप समेत बालेन्द्र शाहले फेर्ने भएका छन् भने बालेन शाह प्रधानमन्त्री बन्दै गर्दा मन्त्री परिषदको आकार कस्तो होला भन्ने अर्को जिज्ञासा रहेको छ। प्रधानमन्त्री र मन्त्रीहरूको एकैपटक शपथ गराउने तयारी भइरहेको र 15 मन्त्रालयमा 18 मन्त्री रहने गरी भागबण्डा टुङ्गिएको जानकारी प्राप्त भएको छ, जसमा 18 मन्त्री र 13 राज्य मन्त्री रहने जानकारी प्राप्त भएको छ भने यसमध्ये 10 जना सभापति रवि लामी छाने पक्षका र 8 जना बालेन शाह पक्षका मन्त्री बन्ने करिब निश्चित समेत भइरहेको छ। त्यस्तै शक्तिशाली सचिवालय र संयन्त्रको निर्माण पनि अहिले बालेन्द्र शाहले गरिरहेका छन् भने बालेन शाहले काठमाडौँ महानगरपालिकाको अभ्यास गरेको आफ्नै सफल सचिवालयको मोडललाई प्रधानमन्त्रीको सचिवालयमा पनि उतार्ने तयारी गरेको जानकारी प्राप्त भएको छ। मन्त्रीहरूले गरेको कामको मूल्याङ्कन गर्ने, मन्त्रालयहरूको निगरानी गर्ने र समग्र सरकारी गतिविधिहरूको अनुगमन गर्ने गरी एउटा बलियो सचिवालय बनाउने तयारीमा बालेन्द्र शाह रहेका छन् भने उक्त सचिवालय बालेन्द्र शाहले भित्रभित्र तयार पारेको पनि जानकारी प्राप्त भएको छ। त्यस्तै सदन र सरकारको क्षेत्राधिकार विभाजनको प्रक्रिया पनि अगाडि बढेको छ भने प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले कार्यपालिका र व्यवस्थापालिका माथिका भूमिकालाई स्पष्ट रूपमा छुट्याउने रणनीति बनाएका छन्। विगतमा सरकारले संसदमाथि हस्तक्षेप गर्ने र संसदले सरकारको कार्यमा अनावश्यक अवरोध सिर्जना गर्ने जुन स्थिति थियो त्यसलाई परिमार्जन गर्ने बालेन्द्र शाह अहिले सक्रिय बनेका छन् भने सरकार र संसदको क्षेत्राधिकार फरक हो भनेर कुरालाई व्यवहारमै उतार्ने उनले रणनीति गरेको जानकारी प्राप्त भएको छ।
त्यस्तै बालेन्द्र शाहले राजनीतिक नियुक्तिहरूको पुनरावलोकन समेत गर्ने भएका छन् भने नेपाली कांग्रेस नेकपा एमालेको गठबन्धन सरकारले गराएका हजारौं राजनीतिक नियुक्तिहरूलाई बालेन्द्र शाह नेतृत्वको सरकारले चुनौती दिने देखिएको छ। ती नियुक्ति गरिएका व्यक्तिहरूलाई सरकार आउनु अगावै नैतिकताको आधारमा राजीनामा दिन समेत राष्ट्रिय स्वतन्त्र पार्टीले संकेत गरेको छ भने यदि उनीहरूले राजीनामा नदिए भने बालेन नेतृत्वको सरकारले उनीहरूलाई बर्खास्त गर्ने तयारी समेत गरेको जानकारी प्राप्त भएको छ। बालेन शाहको लागि अवसर जति छ चुनौतीका चाङ पनि उत्तिकै रहेका छन् भने खाडी मुलुकमा समस्यामा परेका नेपालीहरूको उद्धारदेखि देशको अर्थतन्त्र धानेको रेमिटेन्सको सही व्यवस्थापनमा उनको लागि पहिलो गाँसमै ढुङ्गा साबित हुन सक्ने देखिएको छ। यद्यपि कर्मचारी संयन्त्र फेरिएको लवज र नेपाली नागरिकको भरोसाले उनलाई केही राहत भने मिल्ने देखिएको छ। दर्शकबिनहरू, श्रम सांस्कृतिक पार्टीले पहिलो बैठकमै एमसीसी खारेजीको प्रस्ताव ल्याउने भए लगत्तै अहिले यो विषयले भने सामाजिक सञ्जाल भने निकै नै तातेको छ भने के श्रम सांस्कृतिक पार्टीले भने जस्तै एमसीसी परियोजना खारेज होला त भन्दै अहिले यो विषयमा विभिन्न किसिमका प्रश्नहरू उठेका छन्। श्रम सांस्कृतिक पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी खारेजीको प्रस्ताव अघि सारेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत विशेष गरी राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय स्तरको आत्मनिर्भरलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। त्यस्तै हर्क सापाङले राजनीतिक मार्गचित्रमा एमसीसी जस्तो वैदेशिक सहायता परियोजना खारेज गर्नुपर्ने र वैदेशिक हस्तक्षेप मुक्त नीतिको वकालत गर्नुपर्ने उनले बताएका छन्। शिक्षा क्षेत्रमा सैद्धान्तिक ज्ञान भन्दा पनि जीवन उपयुक्त परिवर्तन आवश्यक रहेको उनको ठहर रहेको छ भने यसका साथ शिक्षा क्षेत्रमा पनि पूर्ण रूपमा सुधार गर्नुपर्ने उनले आवश्यक रहेको बताएका छन् भने यसका साथै सीमावर्ती क्षेत्रमा सुरक्षा र त्यहाँका नागरिकको जीवन स्तर सुधार्न केन्द्रित विकासका कार्यक्रमहरूलाई उनले विशेष महत्त्व दिने उल्लेख समेत गरेका छन्। हर्क सापाङले पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेजी शिक्षामा परिमार्जन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास र आर्थिक विकास र एक पालिका एक उद्योग हुनुपर्ने आदि उनले माग समेत उठाएका छन्। आर्थिक समृद्धिका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने अवधारणाले स्वदेशमै रोजगारी सृजना गर्ने र आयातमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने संकेतको रूपमा श्रम सांस्कृतिक पार्टीले आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको अहिले विश्लेषण भइरहेको छ। दर्शकबिनहरू, जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरिकन पदबाट विदाई हुँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीको अहिले चर्को आलोचना भएको छ। भदौ 23 र 24 गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी माग बढेपछि आयोगका पदाधिकारीहरूले सरकारलाई प्रतिवेदन बुझाइसकेका छन्। तर प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्म पनि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकी छैनन् भने सडकमा समेत प्रतिवेदन सार्वजनिक गर्न अहिले माग राख्दै प्रदर्शन भइरहेको छ। दलका नेताहरूले पनि उक्त प्रतिवेदन चाँडो सार्वजनिक गर्न माग गरेका छन् भने कतिसम्म भने जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरूले समेत प्रतिवेदन चाँडै सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन्। तर प्रधानमन्त्री सुशीला कार्कीले भने अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्ने कुनै पनि छाँटकाँट नदेखिए लगत्तै अहिले प्रधानमन्त्री सुशीला कार्कीको चर्को आलोचना भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले अब बन्ने सरकारलाई नै प्रतिवेदन बुझाएर विदा हुन चाहेको जानकारी प्राप्त भएको छ भने यही चैत 13 गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने भएका छन्। सुशीला कार्की नेतृत्वको सरकार विदाई हुनको लागि अब धेरै समय बाँकी रहेको छैन भने यो समय अवधिमा प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना भने निकै नै न्यून रहेको जानकारी प्राप्त भएको छ। त्यस्तै निर्वाचन अघि नै प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग रहेको थियो। तर अहिले आयोगले सरकार समक्ष प्रतिवेदन बुझाइसक्दा पनि प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्न कुनै पनि चासो नदेखाए लगत्तै अहिले उनको चर्को आलोचना भएको छ। दर्शकबिनहरू, रवि लामिछानेलाई सहकारी प्रकरणमा मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। रवि लामिछाने र जीवी राईलाई मुद्दा हाल्ने व्यक्ति सहकारी ठगी आरोपमा पक्राउ परेका छन् भने पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित कृष्ण प्रसाद जैसी धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका हुन्। सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पेश गरेको
धनु सहकारीको बचत रकम हिनामिना सम्बन्धी छानबिन प्रतिवेदनपछि हिजो मात्र उनी पक्राउ परेका हो। धनु सहकारीको ऋण उपसमितिमा बसेर कृष्ण प्रसादले कृत्रिम खाता मार्फत 28 लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख रहेको छ। उक्त सहकारी ठगीमा संलग्न देखिएका अन्य 4 जनाको नाममा पनि पक्राउपटी जारी भएको जानकारी प्राप्त भएको छ भने सहकारी रजिस्ट्रारको कार्यालयले पेश गरेको छानबिन प्रतिवेदनमा धनु सहकारीबाट 19 करोड 18 लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको छ। सहकारी ठगीमा पक्राउ परेका कृष्ण प्रसादले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामी छाने, सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीवी राई लगायत अन्य व्यक्ति विरुद्ध जोहरी समेत दिएका थिए। सोही जोहरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्व प्रबन्धक निर्देशक समेत रहेका रवि सञ्चालक जीवी लगायत विरुद्ध 1 अर्ब 51 करोड रुपैयाँ हिनामिनाको मुद्दा अदालतमा अहिले विचाराधीन रहेको छ।